कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिण यो पाथी भरा अनलाइन टेलिभिजन हेरौँ एकै चेन अब यता अनि रुखमा त यासी फटाफट लानु पर्यो पछि तपाईँहरूले रिपिट गर्नु हाम्रो गाछीको उम्मेदवार हाम्रो सबै नानीहरूलाई पनि हाम्रो के अरे दाजु नेपाली काङ्ग्रेसको उम्मेदवार जिल्ला सभापति हाम्रो त फरक पर्दैन आउनु लु आउनु पर्दैन होला यता आउनु यता यता आउनु को छ ए यहाँ हामी नेपाली काङ्ग्रेसको मुद्दा लिएर आयौँ रुख सुराम चुनावमा डबलमा चाहिँ नसिरौँ न अब यहाँदेखि कहाँ छ फेरि अब खाना माथि बास्तोलामा खाना अरे अनि फेरि बाटो माथि हजुर मेरो दाजु एकदम ठिक छ मैले फेसबुकमा हामी एड रहेछौँ कि के हो मैले अस्ति तपाईलाई त्यो न समाचार पोस्ट गर्न सके न त मेरो युट्युब च्यानल तपाईलाई सेयर गर्न सके कार्यक्रमको म अहिले नि त्यो गुम्बाको गल्ले गर्दाखेरि नि अहिले म गुम्बै जानुपर्छ सिपुग्नुपर्छ है हजुर अनि त्यहाँदेखि त्यो पैसा उठाएको पैसा मैले बोकेको छु होइन हजुर त्यो काम एकदम तीव्र गतिले चलिरहेको छ हजुर अनि त्यहाँ एकछिन पुग्नु पर्ने अनि दाइलाई अस्ति पनि आफ्नो वार्डमा आउँदा नि म भ्याइनँ होइन हजुर अनि आज चाहिँ एकछिन सबै आएर गुम्बातिर जाउँ भनेर हजुर अनि निर्मलाको गाउँ हो है हो त नि अनि मेरो गाउँ पनि जानुभएको छ म चाहिँ मेन निर्मलालाई सघाउन आएको क्या त्यस्तो है म फेरि म पनि चुनावमा उठेँ भने त मलाई त पुरा सपोर्ट गर्नुहुने रहेछ त मेरो दाजु कस्तो माया गर्नुहुन्छ हेर मेरो दाजुले यस 87 धाम चन्द्रकुमार पौडेल ज्यूको आगनीमा उपस्थित महानुभावलाई आसन ग्रहण गएको रुखको छारीकै यसमा हर्षका साथ यो तपाईँहरूको खुसी मुहारलाई देखेर हामी पक्कै पनि तपाईँहरूले हामीलाई भित्री मनदेखि नै स्वागत गरेको आवाज व्यक्त गर्दै यो टोलमा हुने सानो छोटो कार्यक्रम यस टोलमा भएका समस्या र भोलि गर्नुपर्ने केही बर्खाको अहिले हिउँदामा केही पनि छैन यो समस्या अर्को केही पनि समस्या
यो पानी डुबेको मलाई नदेखाउँ भर्साइनेहरू पानी डुबेको त म हाम्रो समस्या भनेको यही आफै भोगिरहेको छु यो 87 खोला र दुर्गे खोलाको समस्या हो यहाँ होइन यो बाटो चाहिँ बनाइदिनु भयो कि यो बाटै भत्काइदिने बेला पुग्यो यो बाटो बनाउनेले गलत गर्यो हल बिनाको बाटो हुन्छ काहीँ संसारमा छ हामी संसार घुमेको मान्छे हो काहीँ पनि हुँदैन यो खालको यो सबै यताको मान्छे अब ज्येष्ठ नागरिकमा पर्छु म पनि अनि पानीको यहाँ हामीलाई चित्त नबुझ्ने कुरा के भने उहाँ दुधै खोलाबाट तपाईँको सिग्नेचर गराउँदै लगेर तल नेताहरू भोट माग्न आउँदा उहाँबाट गराउँदै आए खोलाहरू सबै टर्फनु गर्छौँ बाटोहरू पुरा कालोपत्र गर्छौँ यस्तो गर्छौँ त्यस्तो गर्छौँ कुराहरू भयो यो भाइले अहिले जति मोबाइलमा खिचेर राखेको छ अहिलेसम्म जति नेता आउँछ नि यो देखाउनलाई नि हामीहरूले सहमति गरेरै यो राखेको हेर्नुहोस् होइन यो पालि चाहिँ हाम्रो अङ्कललाई जिताउँ अनि र तपाईँहरूले तपाईँहरूको कस्तो एजेन्डा लिएर यो ठाउँमा आउनुभयो भोट माग्न के कारणले आउनुभयो यो चाहिँ म सोध्न चाहन्छु तपाईँलाई हाम्रो छिमेकी एलपी अङ्कलले 2 चोटि जित्नुभयो त्यहाँ गएर गाँड फुटाउनु पर्दैन होइन नहारेको मान्छेलाई चाहिँ होइन भाइ एउटा मान्छेले सबैले आफ्नो तरिकाले यति गर्छु यो गाउँको लागि भनेर चाहिँ भन्नु पर्यो नि त अनि पो भोट पाइन्छ के पाइन्छ अरे दाजु पोलिटिक कसरी बस्नुभएछ त तपाईँले एकैछिन सबैलाई भाइहरूलाई पनि खुसी भयो अगाडि आइदिन पनि आज हामी यो आइलागेको भनौँ समय अनुकूल नभए पनि यो चुनावी मैदानमा शिव शताक्षी वडा नम्बर 11 को घर दैलो कार्यक्रममा तपाईहरुको टोलमा यो पवित्र महादेवको बास भएको ठाउँ र हाम्रै चुनाव चिन्ह रुखको छारीमै रहेछौँ अहिले यो पक्कै पनि यो रुखले जति शीतलता प्रदान गरेको छ हामीलाई हामीले उति नै शीतलता प्राप्त गरिरहेका छौँ यही शीतल छारीमा तपाईहरुको यो टोलवासीको यो गरिमामय उपस्थितिमा हामी नेपाली कांग्रेस हैन अब आउनु पर्छ है अब हजुरको पहाड चाहिँ कता हो हाम्रो एकै ठाउँ एउटा खिच्दै गर्छु यो मेहनत चाहिँ मैले एकदम छोरा कान्छो म प्रधान पञ्च हैन आइहाल्यो नि पहाड अनि छोरो कान्छो म कीर्तिमानको कतै जाँदा पाइँदैन नि समिति अब सकिएछ पुरो सक्यो है पुरो सक्यो कान्छो छोरा एकचोटि यो निकास राखेर मात्रै पैसा निकाल गर्नु नभए त फेरि पैसा बाँडे अर्को क्लिप मात्रै आउँछ भण्डारी हुनुहुन्छ अनि राम भाइ र विकास बुढाथोकी हुनुहुन्छ अब उहाँहरू 2-4 जना भएपछि सबैलाई कन्भिन्स गर्न पनि सक्नुहुन्छ हैन म यो आग्रह अनुरोध गर्छु यो काम मलाई लाग्छ तपाईहरुले सही ठाउँमा ठिक्क ठाउँमा उठाउनु भयो र गर्ने मान्छेलाई उठाउनु भयो पहुँच भएको मान्छेलाई उठाउनु भएको छ अब हेरौँ यो काम मलाई लाग्छ यो काम भयो जस्तो लाग्छ उहाँले यही मुखले म गरिदिहाल्छु भन्दा आचार संहिताले दिँदैन चुनावको बेला भन्न यस्तो पाइँदैन डाइरेक्ट गर्छु भनेर तर उहाँ घुमाम्रो पाराले तपाईहरु बुझ्नुस् यो काम हुन्छ यो साह्रै नै समस्या यो ठाउँको समस्या यो दुईटा धनी पूर्जाको समस्या राष्ट्रव्यापी समस्या हो यो भनेको एउटा क्षेत्रीय एउटा वार्डको टोलको समस्या हो पानीको निकास धनी पूर्जा दिइहाल्छौँ नि भन्ने यो धनी पूर्जाको समस्या एकदम मुख्य छ 2 नम्बरमा 3 नम्बरमा हामीलाई यहाँ अहिले 30 वर्ष भयो होला यो ठाउँमा हाम्रो एमालेले शासन गरेको यसमा हामी
यति पछि परेका छौँ रेफर लिनलाई कन्काई नगरपालिका जानुपर्छ। एउटा मेरो छोराले एउटा ब्याचलर पास गर्यो भने बिहान 5 बजी उठेर हात्तीको प्रकोप छ हाम्रो ठाउँमा। हात्तीको समस्या अहिले म भनि नै हाल्छु, हात्तीको समस्या पनि छ। त्यो हात्तीले कतिखेर नानी पछाड्छ कि के गर्छ कि हामीलाई एकदम मुटु ढुकढुक ढुकढुक हुँदै हामी बस्नुपर्छ। त्यो पनि हाम्रो ठाउँमा ब्याचलरसम्म पढ्ने व्यवस्था छैन, त्यो पनि नजिकैकै नगरपालिका जानुपर्छ। पनि यो क्षेत्रको समस्या उहाँले अहिले पहिलोपटक सुन्नुहुने छैन, पहिला पनि आकाङ्क्षाहरू पुरा गरौँ। तपाईँहरूका टोलवासीको पनि सबै समस्याहरू समाधान गर्न पक्कै पनि प्रेरणा महादेवको ग्रहण र हाम्रा फागुन 21 हुने निर्वाचनका प्रत्याशी उम्मेद्वार आदरणीय झापा जिल्ला नेपाली काङ्ग्रेसका सभापति देवकुमार थेबेज्यूलाई चिनारी आसन सबै तहगत नेतृत्वगणमा रहनुभएका सबै अग्रज आदरणीय मैले मान्नुपर्ने विभिन्न तह र तबकामा आफ्नो नेतृत्व गर्नुहुने सबै नेपाली कांग्रेस जिंदाबाद वोट केमा वोट केमा वोट केमा जय नेपाल जय नेपाल जय नेपाल निर्मला बहिनी यसपालि चाहिँ जय जय होस्, जय जय होस् हाम्रो जहिले जहिले हाम्रो। कहाँ के हिँड्नु हामीसँग? म जाँदिनँ, मेरो घरमा केही छैन। बिचारा आमाको आशीर्वाद लागोस्। पछाडि हट्नु नपर्यो, अगाडि बढेर जानु, चिताको काम पुगोस्। र भाउजू निर्मला प्रधान ज्यूले यो शिवलायको यो प्राङ्गणमा प्रतिनिधि सभामा यहाँ अहिले आदरणीय रामबहादुर दाइले भनेको कुरा उठाउने सङ्कल्प सहित भाउजूले केही सगुन दही खुवाएर यो नर्मदेश्वर महादेवको प्राङ्गणमा शुभ सङ्केतको जित सुनिश्चितताको महादेवको कृपाको लागि उहाँको परिवारजनले दही खुवाएर सुरुवात गर्ने उहाँले जमक गर्नुभएको रहेछ र आदरणीय भाउजू लगायत बहिनी हामीलाई अब दुधे खोलाको पानीको आवश्यकता छैन। हामीलाई कन्काई के अरे दोमुखाको कुनाबाट हामीलाई पाइपलाइनले के गरेर हुन्छ, हामीलाई पानीको व्यवस्था अति आवश्यक छ। हामीलाई जितेको 1 महिनाभित्रमा हामीलाई यहाँ पानी चाहिन्छ। यो हाम्रो प्रमुख हनीपूर्जाको समस्या र खानेपानीको समस्या हो। हामीलाई अर्थ ठुलो समस्या छैन। यो बाटो हामीलाई पिच हुनु पर्यो। गाडी कुद्दाखेरि कतिखेर ढुङ्गा उछिटेर हामी मर्छौँ, हामीलाई थाहा छैन कि हाम्रो इन्सुरेन्स हुनु पर्यो कि यो बाटो पिच हुनु पर्यो। हामी राम्रो समाज कुराहरू छन्। यति भन्दै म यो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। हामी सबैलाई हाम्रो समस्या यही हो, उहाँले भनिहाल्नुभयो होइन, समस्या सबैको यही हो। उहाँले यहाँ बसेका समस्याहरू पक्कै पनि सम्बोधन गर्नुहुनेछ भन्दै आदरणीय अब एकछिन सुन्नु ल। अब सुन्नु न तपाईँ। धन्यवाद आदरणीय चन्द्र पौडेल दाई लगायत सम्पूर्ण वार्डभित्र रहेका यो अब 40-50 वर्ष भयो। अब मान्छे साँच्चै भनेको नि बस्छ नि, ओडाबाट आउँछ, यसो गर्छ त्यसो गर्छ, ओडालाई पैसा भेला गर्छ र अहिलेसम्म केही छैन र कसैलाई कसैको कुरा पत्याउँदैन। तर यसपालि देवबन दाइको कुरा पत्याइदिउँ। दाजुभाइहरू सबै खट्नु भएको छ, हामी खट्नु सक्दैनौँ। हेलो भाइ दाजु के छ भन्नुहोस् होइन। अब अरूको जस्तो नगर्नु। अब ती बुढालाई रिस उठ्छ नभन्नु होइन। हो यस्तो के हो भन्लान्, हाँसो गर्लान् भन्दै मेरो 2 शब्द यहीँ राख्छु। धन्यवाद। आदरणीय अग्रज यहाँका दिग्गज सामाजिक व्यक्तित्वहरूलाई पनि आसन ग्रहणको अनुरोध चाहन्छु। त्यसै गरी हाम्रा अग्रज हुनुहुन्छ तिलबहादुर दाई, सबै यहाँ मैले आसन ग्रहण गर्ने नै सबै हुनुहुन्छ। तथापि पनि सबै यहाँ उपस्थित हुनुभएका विभिन्न तह तबकामा रहनुभएका र नेपाली काङ्ग्रेसको विभिन्न पदमा रहेर नेतृत्व गर्नुभएका नेतागण उपस्थित सबै आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई
आफ्नो आफ्नो स्थानमा आचरण गर्दै आज हामी यो भइरहेको कार्यक्रम लिएर तपाईँहरूको यो आदरणीय दीपक सरको यो आँगनमा उपस्थित भएका छौँ। पक्कै पनि तपाईँको अनुहार अलिकति खुसी भएकै जस्तो आभास गऱ्यौँ हामीले। पक्कै पनि हामी अब नेपाली काङ्ग्रेस परिवर्तन भएको र पक्कै पनि यो समाजलाई, यो देशलाई, क्षेत्रलाई पनि केही परिवर्तन गर्ने मैले एकचोटि अब यहाँ सबैको ध्यान आकर्षण गरेँ। हाम्रो आदरणीय हस्त दाई, हाम्रो अब दाजु बिरामी पनि हुन्छ बमप्रसाद दाई, हाम्रो पार्टीको क्रियाशील सदस्य हुनुहुन्छ। सबै साथीहरूलाई उहाँलाई सहानुभूति, सहयोग, सद्भाव राखिदिनु होला, बिरामीलाई सहयोग गरिदिनु होला। म सबै साथीहरूलाई आग्रह पनि गर्छु। विशेष गरेर पिताम्बर अधिकारीजी वडा सभापति अगाडि आउनु। अब हामी हाम्रो आसन्न फागुन 21 गते सदा चाहिँ 2 वर्ष अगाडि 84 मा हुनुपर्ने चुनाव 82 मा हुँदैछ। 84 सालमा हुनुपर्ने 22 सालमा हुँदैछ। अब 2 वर्ष अगाडिको चुनावमा हामीले नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हाम्रो पार्टीको जिल्ला सभापति विकास प्रेमी मान्छे होइन, चुनावमा पराजित हुँदा पनि उपविजेता हुँदा पनि सबै जनतासँग खटिराख्ने, सुख दुःखमा सबै सहभागी भइरहनु हुने उहाँलाई चाहिँ हामीले नेपाली काङ्ग्रेस त्यहाँबाट फेरि यहाँ तलतिर गएर तल के भेट्दो रहेछ ट्यु गर यही गर्नै पऱ्यो। हो त अब यो नयाँ प्रोजेक्टको गाडी अब सहभागी पाउनु पर्ने होला। मेरो त सानो कुरो पहिले मूल्यवान सामान गाडीमा राखेर मैले लक गरेको छु भने त्यहाँदेखि मैले गरेँ त्यो जान्नेको लागि केही रहेन। त्यो कभर हुन्छ नि यो जालको कभर मात्रै खोलेर तल फलापमा छुने बित्तिकै सारा कराउँछन् सबैले। जय नेपाल, जय नेपाल, जय नेपाल। भोट केमा, भोट केमा, भोट केमा, भोट केमा। ल जय नेपाल फेरि। कोही पूर्व, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिण, यो पाथी भरा अनलाइन टेलिभिजन हेरौँ एकै चेनल,